त्यस्तो बुढी चाहिँ देखेको छैन ल छुट्दैन चाहिँ यहाँ तल छ Hey guys, so namaste. Welcome back to my YouTube channel with another video. It's me Yangzoom. आज जब तपाईहरुलाई लाग्यो होला म किन यस्तो ड्रेसमा छु भनेर एक्चुअली म चाहिँ उता पारी गाउँमा आमाहरुसँगै घेवामा जान लाग्यो कपाल पनि बाँध्न भ्याएको छैन हो अलिकति बाटोमा अब जाँदा जाँदै कपाल चाहिँ च्यापेर जानु पर्ला एक्चुअली लेट हुन्छ भनेर चाहिँ एकदमै रसमा भयो कि त्यही भएर चाहिँ हतार गरेर चाहिँ म निस्किहाले जान आमाहरु चाहिँ लेट भयो छिटो जाउँ भन्दै हुनुहुन्थ्यो गाउँको अरु दिदीबहिनीहरु पनि सँगै हुनुहुन्छ अब म चाहिँ धेरै पछि घेवामा जान लागेको ल यहाँ त गाना पो बजिरहेछ त ओहो आमेन खम्मर हो नमस्ते ए यहाँ ल हाम्रो दिदी पनि मलाई यहाँ बिचरा अघिदेखि वेट गरेर बस्नु भएको एकछिन पर्खिन न दिदी यहाँ गीत बजिरहेछ के गीत बजेपछि सुन्दैन राम्रोसँग ल अब चाहिँ हामी हिँडेको कपालै बाँध्न भ्याएन हाम्रो आमा हिँडिसक्नु भएछ रस्तातिर गुन्सामा जान लाग्यो म पनि कानमा चाहिँ अलिकति सुन कलरको त्यो लगाएर आउनु पर्छ जाडो हुन्छ भनेर यहाँ ज्याकेट बोकेको तर हात मात्रै छ छाना चाहिँ हो यतिको जाडो त हजुर दिदी हिउँ त परेकै छैन यसपालि कहाँ छ हिमालमा हिउँ हेर्नु त आज चाहिँ दिउँसो अघि मौसम खुलेको थियो अलिकति है दिदी अहिले फेरि अब पानी पर्ला जस्तो भयो नराम्रो देखियो अरे त्यही भएर टोपी चाहिँ हटाउनु भएछ टोपी त भन्दैन के भन्छ यसलाई थोक्को भन्छ रुमाल उहाँले चाहिँ त्यो हटाइसक्नु भएछ मैले चाहिँ लगाइनँ मलाई त कस्तो बुढी आइमै जस्तो फिल हुन्छ जस्तो लगाएको हुन्छ बुढी त्यस्तो बुढी चाहिँ देखेको छैन ल कहाँबाट बुढी देख्नु फर्की हेर्दै हुनुहुन्छ उताबाट हामीलाई यिनीहरू के साह्रो लेट गरेछ भन्नु भयो होला 60 वर्ष पनि बढ्दा भयो हजुर अब चाहिँ दुःख भयो छैन 60 वर्ष चाहिँ भएको त्यतिको भन्नुभएको गफ कति लगाउनु भएको आम्मा 60 वर्षको जस्तो देखिन्छ त उहाँलाई यसो भन्नुहोस् त तपाईहरुले छैन नि कहाँ 60 वर्ष भयो बहिनी नानी अहिले तरुनी बनाएर हिँड्यो के तरुनी छ नि कस्तो भनेको तीनटा छोरा बुढो भइसक्यो जहाँ आइसक्यो नातिले पनि ल्याउने बेला भइसक्यो त्यो पनि बिहे गर्ने बेला भयो के गर्ने हजुर यस्तै छ गाउँघरमा हामी दिदी बहिनी आज मिलेर गुम्सामा जाने हामी जान अझ पनि पछाडि नै है दिदी लामा भेट्दै आदे हाम्रो छुर्तेनमा लामा नाच्छ छुर्तेन चाहिँ यहाँ तल छ अलिकति उताबाट चाहिँ नजिक देखिन्छ कि त्यो बुद्ध पूर्णिमामा चाहिँ यहाँ लामाहरू नाच्नुहुन्छ अनि गाउँघरमा चाहिँ एउटा विश्वास के छ भने पानी नपरेर पुरा उजाड हुन्छ नि त अनि खडेरी लाग्यो भने चाहिँ यहाँनिर हाम्रो तामाङ लामाहरू चाहिँ आएर नाच्नुहुन्छ कि नाच्ने भन्दा पनि अब उहाँहरूको आफ्नै एउटा नाच हुन्छ कि के भन्छ त्यसलाई त मलाई एक्ज्याक्टली त थाहा भएन लामा नाचेकै भन्छ होला त्यो नाचिसकेपछि चाहिँ अनि यहाँ पानी पर्छ क्या गाउँमा त्यही भएर हर साल लामाहरूले चाहिँ त्यो गर्नुभन्दा अगाडि चाहिँ हामीहरूबाट के जम्मा गर्न आउँछ त दिदी लामाहरू के उठाउन आउँछ र अन्नहरू उठाउन आउँदैन त्यो हामीहरू गाउँलेहरूले मिलेर दिनुपर्छ अनि त्यो पछि चाहिँ नि उहाँहरूले यहाँ पकाउनु गर्नु त्यो त अब धर्मले पनि दिनै पर्यो नि है पर्यो जहाँ पनि पानी छ हो पानी छ के गर्नु हो त पानी नपरेर यहाँ कस्तो रोग है खानु पर्यो दिस आयो भने धुनु पर्यो फोहोर भएपछि दिनु परिहाल्यो आजको कुराकानी त पहिला त ढुङ्गाले पुग्ने काठले पुग्ने अहिले त पानी धुने त्यही त हामीले त मान्छे के गनायो भने त त्यो चाक गनाउँछ लुगा गनाउँछ है अहिले त सबै केही पनि गनाउँदैन हुन्छ होला भन्दा फाइनली यही खोलामा आएर चाहिँ जुरेछ ल भेटियो है भेटियो ल हामी त तरुनी भयो भने आमाहरू भेटेन हजुर भेट्नै आयो भेट्यो हजुर पर्खिनु सँगै जाउला
उहाँहरू यहीँ हुनुहुन्छ मैले त भाउजू भन्ने ठानेको त आनी पो हुनुहुन्छ रहेछ आमाहरू छाङ खान पाउँछ भनेर छिटो छिटो हिँडेको गाई त हामीले जिउ पनि दिन्छ कि दिँदैन हामी त बिस्तारै हिँड्नु हामी त जिउ पनि दिन्छ कि बिस्तारै हिँड्ने दिन्छ होला है त्यहाँ गइसकेपछि दिँदैन भनेको दिइहाल्छ नि होइन हो खानुपर्छ यस्तो जाडोमा त तताउनु पऱ्यो नि त होइन नानी नत्र नरे भने हजुरहरू 3 थरको पानी खानु ल ल पताउनु हालेर पानी खाने नि हुन्छ नखानु पनि पिउने म पनि खाने हजुर पिउने म चाहिँ खाने ल हस् हस् ओ सोफिया सोफिया मम्मी चाहिँको ढाडमा बसेपछि त यसले त नि हेर्दैन हेर्दो रहेछ युङबाले हान्छु रे तिनीहरू पुग्न आँट्यो झ्याङ पुग्न आँट्यो हिँड्नै सकेन रक्सीले माथ्यो खाएकै छैन अहिले रक्सीले माथि त्यत्तिकै हजुरले देख्नु भने के मैले कुनामा बसेर खाएको के भनेको सोफिया के भनेको बुझेन के साह्रो लजाएको त नि सोफिया मामा घर आउँदाखेरि मामा घरै बस है तिमी चाहिँ मान्छेले नदेख्ने गरेर खान्छ कि मैले लुगी लुगी त्यसरी खानु हुँदैन अनि मिठो लाग्छ गोलगोले हो गिलासमा हालेर लुगाएर खानेलाई अनि आनीले चाहिँ अनि टन्नै बोक्नु भएछ त नि बोक्नै परिहाल्यो है सोरेको मिठो हुन्छ कि जे पनि छोडेर के भन्नुभयो अनि गरौँ भएर होला नि रक्सी सोरेको मिठो हुन्छ कि हो जे पनि छोडेकै हो यहाँको 3 धारा त अहिले यस्तो बनाएको रहेछ है तलसम्मै थियो अहिले झन् माथि एक्सटेन्डेड फर्म थियो पूजा गरेर यस्तो गरे हो पानी खान्छु भन्ने मैले यो पानी त कहिले सुक्दैन होला है सुक्दैन जस्तो लागेको थियो क्या यहाँको पानी अनि माथि त्यो 7 मुलको पानी त्यसो लस्सो अनि तपाईँले नि यार भन्नुहुन्छ ब्रान्ड पाङ्ना पाङ्ना भेले नि यार भन्नु नरौ है नरौ यहाँ दुलाई नानी नै नभएर पो त अहिलेको दुलाई रुईको कहिले बायाकमा जाने ए उनीहरू त दुलाई दुलाई बहुचोरा रहेछ कहाँको दुलाई हुनु सोफिया स्कुल होइन के सोफिया यो स्कुल होइन यो त वडा कार्यालय हो कसरी स्कुल भयो त्यत्तिकै त्यहाँ पढ त कति पढ्छ सोफिया धेरै पर्छ भन्ने मलाई कतिमा पढ्छ भन त कसले पढाउँछ ए म्यामले र म राम्रो देखेछ सोफिया राम्रो देखाएको छ मलाई राम्रो देखाएको देखेको छैन छ मलाई राम्रो देखाएको छ अरे थ्याङ्क यू वेलकम भन भन्दैन लजायो कहाँ भन्छ हटा मान्छे निकै टाढा पो रहेछ त म त नजिकै जस्तो लागेको थियो त गुम्बा टोलमा भनेको अरे पुरानो गुम्बा त्यो सँगै हो नाना म एकचोटि मात्र गएको थिएँ त्यो गुम्बामा त अनि गएकै छैन म त ल हजुर के भन्नुभयो के हो भाइ आँखा साखा झिम्काउँछ त सोफियाको मामा घर होइन आइपुग्नु लागेको छ कति राम्रो रोड कति राम्रो भनेको मलाई हिँड्नै गाह्रो भयो फाइनली हामी चाहिँ यहाँ आइपुग्यो जस्तो छ यहाँ माथि दाईहरू बसिराख्नु भएको छ गुन्साको गुम्बा टोल श्यामा लगाएर हिँड्दा नि गाह्रै हुँदो रहेछ माथि आएको बनाउनु परेर आउँछ अरे ल आउनुहोस् आउनुहोस् पुरा क्याटवक गरेर आउँदै हुनुहुन्छ आएको पुरानो गुम्बा अहिले त रिनोभेट गरेर मोडर्नाइज गरिसकेछ पहिला चाहिँ पुरानो टाइपले बनाएको थियो यहाँ भित्र जस्तो छ लामाहरू त यहाँ त बाहिर मान्छेहरू चाहिँ यहाँ थियो यहाँ चाहिँ हामीहरूले अन्नहरू ल्याउनुपर्छ अनि उहाँहरूले चाहिँ यहाँ मेजर गर्ने मान्छेहरू चाहिँ अलग्गै हुनुहुँदो रहेछ
यो पुरै सिस्टम चाहिँ मलाई थाहा छैन के हो कस्तो हो भनेर तर उहाँहरूले अनि रक्सी अनि चामलहरू चाहिँ ल्याएर अनि यहाँ घरको मान्छेलाई दिनुहुन्छ एज अ हेल्प होला सायद यो चाहिँ अब हामीहरूलाई पर्दा पनि उहाँहरूले यसरी ल्याउनुहुन्छ लामाहरू चाहिँ यहाँनिर तल हुनुहुँदो रहेछ माने गर्दै हुनुहुन्छ यहाँबाट त त्यस्तो क्लियरली नदेखिँदो रहेछ मैले म हजुरहरूलाई तलै गएर चाहिँ देखाउनेछु माने गर्दै हुनुहुन्छ उहाँहरू चाहिँ अब हामी घरबाट फर्केको झारजाम जान्छ पकाउनु आउनु ल है आनी बाकी आनी एउटाले पहिला गयो गयो अरूले जान्छु भने पनि जान्छु भने जान्छु अब जान्छ भने नि जान्दैन राष्ट्रियले मागे पनि जान्दैन ल उहाँको बाँधी खाँदैन सौदा पनि जान्दैन ल हामी त जान्छु अहिले गोरुले हान्ला नि फेरि हामी चाहिँ जान्छु हान्दैन होला हो र अहिले साइडमा बसौँ न साइडमा अहिले फेरि अनि हान्यो भने त सिधिहाल्यो नि उनीहरू त गएको रमाउने रहेछ नि भर्खर 5 बज्दैछ तर यहाँ चाहिँ 7 साढे 7 बजेको जस्तो भइरहेछ अँध्यारो पुरै केही पनि नदेख्ने पुरै पारी गाउँ पनि राम्रोसँग देख्दैन के भएको यस्तो मैले त देख्छ तपाईँको मोबाइलमा देख्छ होइन ल है हाम्रो आमाले चाहिँ देख्नुहुन्छ अरे अब त्यो मैले त राष्ट्रियले गएर बादल लगाएको थाहा छैन थाहा छ ऊ त्यहाँ माथि कुन चाहिँले डढेर लगाइरहेछ झन् गाडीले लायो आगो बल्यो आगो पुग्यो आगो पोल्यो आलु पोल्यो अब बोरीले फेरि बोली चाहिँ पुरा लरबरिरहेछ र दिदी के हो अघि आइरहेको भेट्यो लास्टै तेजिलो हाम्रो आमाको आँखा आमा लगाएको हामी पुग्नुपर्ने पल्लो गाउँ हामी ओल्लो गाउँमा आएको नि त खास चाहिँ अब पुल ए दाइ त भर्खर पाउँदै हुनुहुँदो रहेछ र हजुर हामीहरू गएर आइसक्यो मुगाई अब हामी जानुपर्ने यो पुलबाट होइन हौ के साह्रो के भएको बस भने होला है साँच्ची नै त्यही जस्तो लाग्यो ज्याकेट चाहिँ लाउँछु भनेको तर ठुलो भयो कि घरलाई भयो त्यही भएर लगाइनँ यत्तिकै फेसन जस्तो भइछ खोला कति जाने भने होला पहिल्यै पनि आम्मामा ल जानु नाना जानुहोस् जानुपर्छ हाम्रो गाउँघर कति राम्रो छ यहाँ पुल माथि खोला तल पनि खोला यता घट्टाहरू पनि छ अलिअलि मात्र देख्यो अब पारी पुगेपछि देख्छ होला नि त्यो रुखहरूले छेक्यो कि हस् दुईजना नाच्ने नाच्नुहोस् ल बारुली कम्मर भाँच्छ धन्यवाद आमा र दिदीलाई खत्रै नाच्नु भयो त खानु चाँदे दाले युट्युबै जाएको क्या युट्युबै जाएको भिडियो बनाएर त हेर्नु पऱ्यो अरे अब भरे एकैचोटि युट्युबमा हेर्नु भनेको मकै छर्ने बेला भयो गाउँमा त्यही भएर मकै अर्डर गरेको थियो मकैको बिउ मकै त के अर्डर गर्नु र भाइ आइपुगेछ 4 केजी के भएछ ज्याकीलाई चाहिँ यो 4 केजीको रहेछ कि यो
तिमीहरू चाहिँ दाइजो लाने अनि यो अर्को पनि यो चाहिँ थोरै केजीको यो त छुट्टै रहेछ यो छुट्टै रहेछ बुवा यो 2 केजीवाला यो चाहिँ अनि यो 1 केजी चाहिँ यो छुट्टै नै छ अनि यो चाहिँ हाम्रो ड्रम अस्ति सफा गर्ने बेलामा पल परेछ कि अनि आमाले यो ड्रम टाल्ने त्यो ल्याइदिनु कि ल्याइदिनु भन्दै हुनुहुन्थ्यो यो चाहिँ ड्रम टाल्ने खतम अर्को बक्समा चाहिँ खोल्नै सकेन त छ्याट्नु न त्यो छ्याट्नु ओ बाहुबली ल भो यहाँ कुचिने सामानहरू होला फेरि अहिले कैँची एउटा लिएर आइज भने नि यिनीहरूले है लास्टै गरिबवाला नै प्रुफ गर्दै यहाँ आऊ यहाँ बस के होला ल गेस गर त I guess के रहेछ ओ के रहेछ के रहेछ प्रिन्स हेर प्रिन्स सबको बनिसक्यो के हो त्यो त्यो खानेकुराहरू के यहाँ देखो त ल यो दुईजनालाई दसैँ लाग्यो होइन त आइसक्रिम ओ थ्याङ्क यू बेटा कहाँ त्यही मात्र देखाएर हाम्रो अनुहार पनि देखाउ न होइन थ्याङ्क यू विल बी रियाक्सन हेर त्यो पाएपछि स्माइल दिएर केही पनि छैन ए यो ल सबै खानेकुराहरू रहेछ मिठो मिठो कपकेकहरू ल खोइ मलाई थ्याङ्क यू नि भन्दैन तिमीहरूले त यत्रो सामान ल्याइदिएर पनि थ्याङ्क यू दिदी धन्यवाद अब यो सामानहरू चाहिँ साइडमा राखौँ थ्याङ्क यू फर वाचिङ माई भिडियो अनि जो नयाँ भ्युअर हुनुहुन्छ अनि जसले चाहिँ मेरो युट्युब च्यानल अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन प्लिज डु नट फर्गेट टु सब्सक्राइब माई युट्युब च्यानल अल्सो लाइक कमेन्ट एन्ड सेयर आई विल कम विथ अनदर भिडियो नेक्स्ट टाइम टिल देन टेक केयर बाई बाई